नमस्ते सबैजनालाई। आज हामी क्रोसनको डो बनाउँदैछौँ। हेर्नु होला, क्रोसन हामीले बनाउने भेनेसरीहरू, क्रोसन टेनिसहरू, त्यसको डो कसरी बन्छ, त्यसको प्रोसिजर के हो भनेर तपाईँहरूले जिज्ञासा गर्नुभएको थियो। त्यसको लागि भिडियो बनाएको छु। यो सबै मैले डो बनाइसकेको छु, सबै इन्ग्रिडियन्टहरू हालेर होइन। बटर, फ्लावर, सुगर अनि सल्ट हाल्दैछु। यसमा इस्ट पनि हालेको छ अनि मिल्क अनि इम्प्रुभर सबै कुरा हालेर डो बनाउँदैछु। सल्ट हालिसकियो। डो अलमोस्ट रेडी हुन लागिसकेको छ। एकछिन घुमाएर डो निकाल्छु। हेर्नु होला, डो रेडी भइसकेको छ। स्मुथ छ डो। लगभग 20 मिनट जति हामीले घुमाइसकेको छौँ डोलाई। अब डो बाहिर निकाल्ने प्रक्रिया सुरु भयो। हामी टेबलमा राख्छौँ यो डोलाई। अलिअलि गरेर डो निकाल्नुपर्छ। यसलाई डिभाइड गर्ने 1% बराबर 3 केजी 2 केजीको हामी डो बनाउँदैछौँ। सबै डोलाई यसरी नै डिभाइड गरेर डो लगभग डिभाइड पनि भइसक्यो। अब हामी यसलाई सिट गर्नुपर्छ सिटर मेसिनमा, जुन म तपाईँहरूलाई देखाउँदैछु। अब हामी यसरी यहाँ सिट गर्छौँ डोलाई। बटर राखेर फोल्डिङ गर्छौँ। फोल्डिङ के हो भनेर सोधिरहनु भएको थियो। कसरी गर्ने भनेर यसरी गर्नुपर्छ। गरेर पनि देखाउँछु। हामीले चाहिँ 3 केजी डो बराबर 1 केजी बटर लिन्छौँ। यो बटरलाई सिट गरेर फोल्डिङ गर्दा चाहिँ तपाईँको डो र बटरको टेम्परेचर चाहिँ पर्छ। बटर सफ्ट बाहिर निस्किने सम्भावना हुन्छ डोबाट। अनि डो हार्ड भयो भने तपाईँको बटर पुरै डोमा हुँदैन, फिँचिँदैन, पुरै डोमा जाँदैन। त्यही भएर डो र बटरको टेम्परेचर चाहिँ एकदम हामीले यसरी फोल्डिङ गरेर छ। यो 2 डबल फोल्ड हो। एक्चुअली 2 डबल फोल्ड गरेर यसलाई म फेरि सिट गर्छु। यसलाई फेरि पनि सिट गरेँ। अब हामी यसलाई सिङ्गल फोल्ड गर्छौँ। पछि हामी युज गर्छौँ फेरि डो हाल्दा। यसरी दुवैपट्टि काटेर सबैतिर बटर जाओस् भनेर यसरी साइडमा काटेर फोल्ड गरिन्छ। यो चाहिँ सिङ्गल फोल्ड। डबल फोल्ड सिङ्गल फोल्ड गरेर यसलाई मारेर फ्रिजरमा जान्छ। फ्रिजरबाट हार्ड भइसकेपछि अब
काट्नको लागि रेडी भएको छ डो। यसलाई अब हामी स्केलले बराबर स्केल नापेर काट्छौँ। कति भएको छ भनेर यसरी सबैले स्केल गरेर काटेँ। अब फेरि यो जुन काटेको लेयरलाई चाहिँ माथिपट्टि पारेर हामी एरेन्ज गरिन्छ। टाइट गरेर टाइट गरिन्छ।